हेलो एभ्रिवान गाइज, यहाँ हाम्रो बटन मसरुम छ अनि प्याज। बटन मसरुमको बिरयानी बनिँदैछ। चिकनको कसा, चिकनको ग्रेभी अनि यहाँ सनराइज प्योर मसला र बिरयानी मिक्स छ। ल हामी बनाउँदैछौँ मजाले। प्याज राम्ररी फ्राई हुँदैछ। अब अलिकति अझै यो बिरयानीको चामल स्पेसल 100 रुपियाँ किलोको। पहिला दही, ज्यादा होइन अलिकति। चिकन बिरयानी मिक्स यस्तो हुन्छ। अलिकति यसलाई पनि हालेर अलिकति यता पनि। अब यो नर्मल सनराइजको अलिकति फ्लेभरको लागि यहाँ पनि अलिकति यहाँ, अनि बेसी नै यहाँ, अनि यति यता। अनि एसेन्स अलिकति यहाँ पनि अलिकति। नुन यहाँ पनि ओके हालिदिउँ पालो पिलो। हर्दी भइसक्यो। अब निकाल्दा हुन्छ। यसलाई निकालेर सफाइ हुन्छ। अब बस आलु अन्डा। ओके गाइज, अब हामी यो म्यारिनेटेड चिकनलाई यसमा हामी पकाउँछौँ। पहिला प्याज हाल्यो। वी क्यान पुट यो म्यारिनेटेड चिकन। यो चाहिँ हाम्रो चिकन कसा भित्र हाल्छौँ। ओके गाइज, 5 मिनट बाद 5-7 मिनट बाद यस्तो भएको छ। अनि यो स्टेजमा टमाटर, पुलाउको चामल यहाँ भइसकेको छ। अब हामी लाग्छौँ यहाँ राखी। ओके, मसरुम ज्यादा टाइम लाग्दैन यसलाई। यस्तो देख्दै टमाटर गल्यो भने हामीले चामल हाल्दा हुन्छ। यसलाई हाल्दै माथिबाट लेयर यो माथि हुन्छ। अब अराउन्ड 20 मिनट्स त्यहाँबाट पाक्छ। त्यहाँको छ नुन चाहिँ खाने बेलामा नुन हाल्ने। यो मुनिको मसरुम अनि यहाँ अन्डा र मसरुम। यहाँ चाहिँ घिउको फ्लेभर पनि आउँदैछ। यस्तो भएको छ। मुनिपट्टिको लेयरमा चाहिँ हाम्रो देखिहाल्दैछ। यहाँ छ हाम्रो मसरुम। यसलाई चाहिँ यहाँ मसरुम पहिला, त्यहाँबाट अन्डा आलु हैन, त्यहाँबाट अर्को प्लेट। यही चाहिँ हो। त्यसलाई पनि अलिकति हालेर यसरी प्लेटिङ गरेर यस्तो हेर्नुहोस्।